यो सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैरजिम्मेवारी, प्रधानमन्त्रीले चाहिँ समन्वय गर्न नजानेर मन्त्रीहरूलाई कन्फिडेन्समा लिएर हिँड्नु भएको छैन जस्तो मलाई लाग्छ। त्यहाँभित्र पनि असल देख्छ। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ फेरि स्टेटसबाट चाहिँ कता बिस्तारै हुन्छ भनेर प्रधानमन्त्रीले स्टार्ट लेख्नु के हो बिस्तारै हुन्छ भने तेरो बाबुले बिहे गरेको अग्लो दिनै त जन्म तेस्रो खाते सुरक्षा छैन, न्याय छैन। बिस्तारै हुन्छ भनेर प्रधानमन्त्रीले स्टार्ट लेख्नु के हो बिस्तारै हुन्छ भने तेरो बाबुले बिहे गरेको अग्लो दिनै त जन्म तेस्रो खाते हामीले अवसर दिन सकेको प्रत्येक दिन हुलका हुल युवाहरू कहाँ जाँदै के गर्दैछ र त्यहाँ जानको लागि फेरि लाइन बसेर बस्दाखेरि ठगिएका छन्। ती ठगहरूलाई कारवाही गर्नका लागि चाहिँ सरकारले के रोकेको छ साथीहरु, ब्रेकिङ न्यूज त्यो भनिदिनु श्रम पर्यो। संस्कृति ती पार्टीको ठगहरूसँगै साँठगाँठ छ भने हाम्रो पनि साँठगाँठ छ भनिदिनु पर्यो। साथीहरु, ब्रेकिङ न्यूज नत्र भनेदेखि तपाईँको चाहिँ दुई तिहाईको नजिकको सरकारले होइन कुन कुराले चाहिँ रोक्यो त